दयाहाङ राई एक नेपाली नायक तथा व्यावसायिक मोडेल हुन्। दयाहाङ राई जन्म विक्रम सम्वत 2037 वैशाख 9 गते भोजपुर नेपालमा भएको थियो। उनी नेपाली चलचित्रका अभिनेता हुन्। उनले चलचित्र लुटबाट प्रसिद्धि कमाएर लोकप्रिय बनेका थिए। जन्म 13 गते साउन 1980, उमेर 44। खावा भोजपुर, वासस्थान काठमाडौँ नेपाल, राष्ट्रियता नेपाली, पेशा अभिनेता, निर्देशक, नाटककार, कार्यकाल 2002 वर्तमान, गृहनगर भोजपुर नेपाल, उचाइ 5 फुट 7 इन्च फिट, तौल 71 किलो, जीवनसाथी बेनुका राई 2006 वर्तमान, सन्तान 2 छोरा, सामान्य जीवनी, भोजपुरको पश्चिमी गाविस खावा वडा नङ 5 मा 2037 साल वैशाख 1 गते जन्मिएका अभिनेता दयाहाङ राई 16 वर्षसम्म खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईबस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसी सम्म अध्ययन गरे। एसएलसी भोजपुर बहुमुखी क्याम्पसमा आए पढेका दयाहाङ राई भोजपुरबाट काठमाडौँ छिरेक छिलुट, लोफर, झोले, चलचित्र, कबड्डी, चलचित्र लगायत करिब 2 दर्जन नेपाली चलचित्र र 16 वटा नाटकमा अभिनय साथै 6 वटा नाटक निर्देशन गरेका छन्। चलचित्रहरू वर्ष चलचित्रहरू नाम 2006 अनागरिक, 2007 मेरो एउटा साथी छ, 2009 दासढुङ्गा, 2010 मेरो लभ स्टोरी, 2012 लुट, 2012 हाइवे, 2013 छड्के, 2013 बदसाला, 2013 कर्कस, 2013 साँगुरो, 2013 उमा, 2013 लोफर चलचित्र, 2014 मुखौटा, 2014 झोले चलचित्र, 2014 कबड्डी चलचित्र, 2014 नागबेली, 2014 टलकचङ भर्सेस टुल्के, 2014 इच्छा, 2014 सम्बोधन चलचित्र, 2015 वडा नम्बर 6, 2015 कबड्डी, 2072 रुई समफनको, 2019 कबड्डी, 2023 जारी, 2022 कबड्डी 4, 2017 घामपानी, 2025 सेनजिला, अझै थुप्रै फिल्म्स छन्। नेपाली सिने जगतका नायक दयाहाङ राईको फिल्महरू कस्तो लाग्छ? यदि राम्रो लाग्छ भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद, नमस्कार।